साथीहरू यो जुन ठाउँ देखिरहेको छ यो यति मात्रै हैन कि यति अहिले म तपाईलाई जिन्दगानीमा नदेखेको ठाउँ देखाउन जाँदैछु कसम म रुन मात्रै सके हैन साथीभाइ रुन मात्रै सके हैन ए प्रभु यो ठाउँ ल साथीहरू भिडियो सुरुदेखि लास्टसम्म सबैजनाले हेर्नु होला म चाहिँ केही बोल्दिन त्यहाँ भित्र सायद बोल्न पनि मिल्दैन म रुन मात्रै सके हैन यो ठाउँ देखेर प्लिज साथीभाइहरू कोहीले स्किप नगर्नु होला यो ठाउँ चाहिँ बुद्ध जन्मेको देश हाम्रो तर बुद्धलाई कुन तरिकाले राख्छ यो ठाउँ चाहिँ सबजनाले हेर्नुपर्छ प्लिज म ढोक गर्छु प्लिज यहाँ सबजनाले हेर्नु है ल अब चाहिँ लागौँ है ल यो ठाउँहरू हेर्नु है म चाहिँ टप एरियामा आएको छु अब यो चट्टानभित्र चाहिँ के छ यहाँभित्र म सब देखाउन जाँदैछु ल यहाँ चाहिँ घन्टीहरू छ ल एभ्रिवान भित्र जामै त बिस्तारै के देखिन पाइन्छ यहाँ चाहिँ एकदम सुनसान एरिया छ ल यो चट्टान हेर्नु त ए आम्मा हो आम्मा अनि यहाँनिर बुद्ध यसरी सजाइरहेको छ बुद्धहरू ए बाबु यो चट्टान हेर्नुहोस् यो चट्टान अनि यताभित्र पनि बुद्धको ए प्रभु होला यहाँनिर पनि बुद्धको मूर्ति छ यहाँ चाहिँ अलि धेरै बोल्न मिल्दैन किनकि एकदम शान्त एरिया ल यताबाट देख्न सक्नुहुन्छ कुन तरिकाले सजाएको छ एउटा चट्टानभित्र ल हेरौँ है यतादेखि लाइट बालेर यो चट्टानभित्र हेर्नु है म बाहिर गएर देखाउँछु एकछिनमा हजुरहरूलाई चट्टान पनि साथीहरू 1 मिलियन भ्युज आउनुपर्छ है प्लिज सबजनाले सेयर ल यो ठाउँ हेर्नु त कुन ठाउँ होला यो ठाउँ ए प्रभु जिन्दगानीमा नदेखेको ठाउँ ल यता चाहिँ गिफ्टहरू है यो सबै गिफ्ट यहाँभित्र पनि यस्तो खतरा ठाउँ छ शिवजीको ल यहाँभित्र जामै त अब ल यो ठाउँ गो नाउ गो ल यो ठाउँ यस्तो छ है भित्र पुरै त्यहाँभित्र गएर ओके ल यहाँभित्र चाहिँ नजाम होला ल हे प्रभु यो ठाउँ हेर्नु त ल बिहान बढौँ आपस चाहिँ बढौँ यस्तो ठाउँ है यस्तो ठाउँ ल यो पुरै चट्टान हो बाहिरबाट म एकछिनमा देखाउँछु है हजुरहरूलाई ल हेरौँ ल यतापट्टि पुरै सजाइरहनु भएको छ है यता पनि पुरै दर्शन गर्ने ठाउँ छ ल यहाँनिर हेरौँ त ए प्रभु यो चट्टान ल हेरौँ त्यो चट्टान कुना हेर्नु त ल यो चाहिँ मेन ठाउँ है यो ठाउँ चाहिँ मेन बुद्ध अब चाहिँ बाहिर निस्कियौँ है त ल यो पछाडि हेर्नु त साथीभाइहरू पुरै चट्टान हो है एउटा चट्टान यो एउटा चट्टान यो एउटा डाँडा एभ्रिवान सोच्नुहोस् कि यो कुन ठाउँ हो एकतालि सोच्नुहोस् त साथीभाइहरू यो कुनै साधारण ठाउँ होइन एभ्रिवान यति खतरा भिडियो देखाएको छु साथीभाइहरू जतिजनाले पनि यो भिडियो सेयर गरिदिनुहुन्छ फलो गरिदिनुहुन्छ उहाँले चाहिँ उहाँ जति सबैजनालाई गौतम बुद्धले एकदम रक्षा गरून् म यही माग्छु जिन्दगानीमा नदेखेको ठाउँ छ त्यो ल हेर्नु त कोहीले सोचे यो चट्टानभित्र यस्तो ठाउँ छ भने कोहीले सोचे कसैको दिमागमा छैन है ल साथीहरू ल जिन्दगानीमा नसोचेको कुरा है हे प्रभु ल सबैजनालाई जय नेपाल है जय नेपाल
एकदमै प्राउडी कुरा हो एभ्रिवान। जतिजनाले यो भिडियो देख्नु भएको छ एकदम खुसीको कुरा आफ्नो साथीभाइहरूलाई नि सेयर गरेर यो भिडियो सक्दो उहाँहरूसँग पनि पुर्याइदिनुहोस्। जय नेपाल।